उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यको रूपमा रहेर यो 4 नम्बर वडामा कार्यरत हुनुहुन्थ्यो। उहाँले पछिल्लो समय यो स्थानीय तहले गरेको काम र स्थानीय तहले गरेका विकास र पछिल्लो समय यो नेपाली कम्युनिस्ट पार्टी ताराले चाहिँ जुन एउटाको जनतामा सन्देश पुर्याएर लिएर गयो, सन्देश बोकेर गयो, यो सन्देश मलाई असाध्यै मन परेको छ। पक्कै पनि यो सन्देशलाई मैले साथ सहयोग गर्न सकेन भने हामी भोलिको दिनमा अप्ठ्यारोमा पर्ने रहेछ भनेर दाइले आफैलाई बुझेर उहाँले मसँग म पार्टी प्रवेश गर्छु भनेर भन्नुभएको छ। त्यसमा पनि विशेष गरी म शालिराम चमन कटेल अनि राजेन्द्र प्रसाद पाण्डेको हातबाटै टिकट लगाएर म प्रवेश गर्ने हो भनेर उहाँले खुल्ला दिलले भन्नुभएपछि मैले सानो कार्यक्रम यो पनि राखेको छ। मैले आदरणीय दाई रत्नबहादुर विक दाई यहाँ उहाँ यही आरबास टोलको हुनुहुन्छ। उहाँ देखिँदाखेरिमा 2 जना देखिए तापनि तर उहाँहरूको बिचमा धेरैजना हुनुहुन्छ, हामीले यो कुरा बुझ्नुपर्छ। म दाइलाई अगाडि आइदिन अनुरोध गर्दछु, आदरणीय दाई रत्नबहादुर दाई र भाउजू सीतामाया विक। हामी सबैजनाले ताली बजाएर उहाँलाई खाजा माला र टीका ग्रहण गर्दै उहाँलाई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गराउँदै हुनुहुन्छ। सो सम्मान साथ सबैजनाले ताली बजाइदिनु होला। यसै गरी बेनीघाट रोडाङ गाउँपालिका वडा नम्बर 4 मा धेरैजना यस्तो साथीहरू हुनुहुन्छ जो साथीहरूले हामी पार्टी प्रवेश गर्नु पर्दैन, हामी पहिल्यै पार्टीमा सहभागी भएर अगाडि यत्र छत्र तपाईहरुको एउटा विचारमा लागेर लामबद्ध भएर अगाडि बढिरहेका छौं। यसमा तपाईहरु कतै कन्फ्युजन हुनु पर्दैन भनेर धेरै आश्वासन दिने साथीहरू धेरैजना हुनुहुन्छ। म विशेष गरी रत्नबहादुर दाई भाउजू लगायत सबैजनालाई धन्यवाद दिन चाहन्छु र जतिजनाले मलाई एउटा हालको हौसला तपाई हामी नेपाली कम्युनिस्ट पार्टीलाई एउटा हौसला प्रदान गरिदिनु भएको छ, उहाँहरू पनि यता कता सबैजना हुनुहुन्छ। उहाँहरूले खुल्ला दिलले भन्नुभएको छ हामीलाई प्रवेश गराउनु पर्दैन नि बाबु, हामी त पहिलेदेखि त यहाँ छौं, हिजो स्थानीय तहमा पनि छौं, कलम चिन्हमा पनि राजेन्द्र प्रसाद पाण्डेलाई भोट हालेर पठाएको हो, अब हामी तारा चिन्हमा नि भोट हालेर पठाउँछौं भनेर उहाँले खुल्ला रूपले भन्नु भइसके पछाडि उहाँहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र यहाँनिर अलिकति 4 नम्बर वडाको हिजोको साबिकको 3 र साबिकको 4 मोहरिया र खुम्बारी एउटा चाहिँ सानो झोलुङ्गे पुल राख्न सक्यौं भने हाम्रो रिचोकमा एउटा पर्यटनलाई चाहिँ आकर्षित गराउन सकिन्छ कि पर्यटनहरूलाई भित्राउन सकिन्छ कि भनेर हामीले रिचोक भ्यू पार्क तयार गरिरहेका छौं। त्यहाँ पर्यटन बोर्डबाट 36 लाखको बजेटबाट हामीले केही काम गरेका छौं भने अझै त्यसलाई पूर्ण गर्नुपर्ने कुरा छ। असाध्यै सुन्दर अरे त्यो चाहिँ हामीलाई भ्यू टावरको आवश्यक पर्दैन, त्यो आफैमा सुन्दर रमणीय ठाउँ छ। त्यसबाट चाहिँ एउटा झलुङ्गे पुल तर्न सक्यौं भने हामी बेनी बागलुङको लामो पुल हेर्नलाई पुगिराख्नु पर्दैन, हामीले केही पर्यटकहरूलाई यहाँ 4 नम्बर वडामा भित्र्याउन सकिन्थ्यो भन्ने यो 4 नम्बर वडाको आम जनताको अपेक्षा छ। यो कुरामा पनि कहाँसम्म गर्न सकिन्छ, यसको लागि पहल कदमी के हुन सकिन्छ, यो विषयमा पनि आदरणीय राजेन्द्र प्रसाद पाण्डे मामालाई म हार्दिक आग्रह गर्न चाहन्छु र जनतालाई सबैजनालाई गोलबन्द भएर तारा चिन्हमा मत हान्ने वातावरण मिलाइदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। फाल्गुन 21 गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हलाई मतदान गरिदिनुहोस् भन्ने आह्वान गर्दै तपाईहरुको माझमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अहिले खडा भएको उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे यति बेला तपाईहरुको माझमा हाजिर छ। म यहाँहरु सबैजनालाई नमस्कार भन्न चाहन्छु। हाम्रो साथमा कमरेड शालिराम जमकटेल जो बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अहिले हाम्रो चुनावी कमान्डर हुनुहुन्छ। यसैगरी पार्टीका तर्फबाट यस अभियानमा पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेड शिव कणेल, त्यसैगरी सल्लाहकार कमरेड मायादेवी शर्मा अनि त्यसैगरी पालिका अध्यक्ष कमरेड विवेक, वडा अध्यक्ष साथीहरू मेरो भान्जा राजु मगर, त्यसैगरी रोशन लगायतका विभिन्न साथीहरू, चन्द्रबहादुर सिलवाल, यी सबै कमरेडहरू जो हाम्रो यो अभियानमा हुनुहुन्छ र सम्पूर्ण
कमरेडहरू जो साथमा हुनुहुन्छ साथमा तपाईँहरूको माझमा आएको छौँ। म टाढाको मान्छे होइन, तपाईँलाई थाहा छँदैछ। म यही मेरो घरको बेसी र यो गाउँको बेसी एकै ठाउँमा हो र म यहीँ जन्मेको, यहीँ हुर्केको, यो डाँडा काँडा सबै घुमेको व्यक्ति हुँ। र केही समय अगाडि म यहाँ हाम्रो गुणराजजीको आमा बित्नु हुँदाखेरि यही बाटोबाट यो बाटो हेर्ने क्रममा पनि यो बाटो हुँदै म चरौँदी निस्केँ, त्यतातिरको कच्ची बाटो पनि हेर्ने मौका पाएँ। र म तपाईँहरूसँग आज तपाईँहरूले मलाई 2079 सालमा कलम चिन्हमा भोट दिएर विजय गराउनु भएको थियो। यति बेला म गठबन्धनको उम्मेदवार थिएँ। एकीकृत समाजवादी पार्टीको तर्फबाट म उम्मेदवार भएको थिएँ। मलाई माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले पनि साथ समर्थन गरेको थियो। र यति बेला म नेपाली कम्युनिस्ट पार्टीको नेता छु। हिजो माओवादी पार्टी र एकीकृत समाजवादी छुट्टा छुट्टै पार्टी थिए। कुनै बेलामा म एमालेको उम्मेदवारको रूपमा यहाँ थिएँ। माओवादी र एमालेको बिचमा धेरै ठुलो झडप पनि हुन्थ्यो र हामी छुट्टा छुट्टै पार्टीमा थियौँ। त्यसपछि विद्रोह गरेर मैले एकीकृत समाजवादी पार्टी बनाइसकेपछि माओवादी केन्द्रसँग हाम्रो अत्यन्त राम्रो सहकार्य हुँदै गयो र आज हामी एउटै पार्टीमा सङ्गठित भएका छौँ। म यति बेला तपाईँहरूको माझमा यो गठबन्धनको उम्मेदवारको रूपमा होइन, म नेपाली कम्युनिस्ट पार्टीको नेताको रूपमा म उम्मेदवार भएर आएको छु। अब हामी बिचमा पूर्व माओवादी पूर्व समाजवादी भन्ने केही पनि सीमा छैन। हामी एक ठाउँमा छौँ। यो सबै यहाँ भएको उपस्थित भएको सबै कार्यकर्ता साथीहरू, पार्टीका नेता साथीहरू, तपाईँहरू सबैको अभिभावक म हो। मैले नेतृत्व गर्ने हो, मैले नै तपाईँहरूको रखवारी गर्ने हो। माया भरोसा तपाईँहरूको प्रगति मैले नै चाहने हो। यसरी हामी अगाडि बढ्नुपर्छ। मैले तपाईँहरूको माझमा बताउन चाहन्छु, म लामो समयदेखि विकास निर्माणमा रुचि राख्ने मान्छे हो। यहाँलाई थाहा छ, कुनै बेलामा 6 बोरा कुहिएको चामलबाट रक्सी पारेर त्यही रक्सी बाट सुरु गरेको मलेखु महादेव स्थान सडक चेपाङ मार्गको नामबाट अहिले चितवनको लोथरसम्म जोड्ने, भण्डारासम्म जोड्ने सडकको रूपमा अगाडि बढेको छ। र त्यो पनि अलिकति यही हाम्रो पालिकालाई पनि जोडेर गएको छ। यो बाटो मैले सुरुवातदेखि नै यो बाटोलाई रकम राखेको हुँ। यहाँहरूको माझमा थाहा छ, मैले यो बाटो बनाउने क्रममा पैसा पुगेन भनेर बेला बेलामा हाम्रो हरि सिलवालजीले भन्नुहुन्थ्यो। जिल्ला विकास समितिबाट धेरै पटक पैसा हालेका छौँ, धेरै किस्तामा पैसा हालेका छौँ। हामीसँग सीमित साधन र स्रोत हुँदा थोरै पैसाबाट भने पनि यो काम गर्दै गर्दै आएका हौँ। यो कामलाई बल पुगोस् भन्नको लागि मैले स्थानीय विकास अधिकारी एलडिओलाई समेत पनि उहाँ इराङ भन्ज्याङ के अरे लामी डाँडा खरे भन्ज्याङसम्म नै उनलाई लिएरै गएर देखाएर यसमा थप पैसा हाल्नु पर्यो भनेर पैसा हाल्न लगाएको छु। अहिले मैले सुनेको छु यो बाटो बनाउने क्रममा अलिअलि पैसा समितिलाई, केही साथीहरूलाई ऋण पनि लागेको छ भन्ने पनि सुनेको छु। अब त्यो ऋणको रकम जायज हो भने हामीले कुनै न कुनै हिसाबले स्थानीय तहबाट कुनै ढङ्गले हामीले पुरा पनि गर्नुपर्छ भन्ने लाग्छ। यो सडक खुसीको कुरा। अब यो सडक फेरि यो सडकको लागि तपाईँहरूले कहिल्यै पैसा माग्नु पर्दैन। अब एक ढङ्गले टुङ्गो लागेको छ, यहाँसम्म अब पिच गर्न ठेक्का लागिसकेको छ। अब अर्को वर्ष थप रकमबाट अर्को 11 करोडको पैसाको पनि ठेक्का लागेको छ, ठेक्का लाग्छ र अब यो क्रमशः अगाडि बढ्छ। यसमा कुनै समस्या छैन। अहिले तपाईँहरूको माझमा मलाई केही आयोजनाको बारेमा हाम्रो भान्जा राजुले बताउनु भयो। यो रुदिङ इराङ सडक भनेर एउटा हाम्रो ग्रामीण सडक हो, यसलाई ध्यान दिनु पर्यो भन्नुभएको छ। धुसा चौकी लामी डाँडा सडक, त्यो पनि म एकचोटि यसबाट हिँडे। धेरै तरकारीहरू लामी डाँडाबाट चरौँदी जाने गर्छ, त्यहाँ असुविधा पनि छ। केही ठाउँमा त सडकै छैन, खोलै खोला हिँड्नुपर्छ। मैले देखेँ
त्यस हुनाले त्यो असुविधालाई पनि सुविधामा परिणत गर्न हामीले ध्यान दिन्छौँ। यहाँ भान्जाले राख्नुभयो धुसा खोलामा एउटा पक्की पुल चाहियो, त्यो उताबाट आउने क्रममा अब एउटा पक्की पुल हामीले स्यादोल जानलाई सुगम बनायौँ। अझ अर्को पक्की पुल यतापट्टिको बाटोमा पनि आवश्यक छ भन्ने ढङ्गले राख्नु भएको छ र मोरिया खुम्बारी जोड्नको लागि एउटा पर्यटकीय हिसाबले पनि झोलिङे पुल बनाइदिनु भयो भने हाम्रो यहाँ पर्यटक समेत पनि आउने एउटा राम्रो कार्यक्रम बन्न सक्छ भन्ने खालको कुरा राख्नु भएको छ। माथिल्लो ओरबाङ रिचोक डुम्रे त्यताबाट आउने जोड बाटो पनि माथिल्लो ओरबाङ हुँदै यता पनि बाटो जोडिनुपर्छ है। रिचोक डुम्रे भएर एउटा बाटोको आवश्यक छ। चेपाङ दाजुभाइहरूले मलाई भेटेर माथिल्लो ओरबाङकाले तपाईँलाई हामी भोट दिन्छौँ, तर तपाईँले कबुल गर्नुहोस् माथिल्लो ओरबाङबाट रिचोक जोड्ने सडक बनाइदिनुहुन्छ भने हामी भोट हाल्छौँ। उहाँहरूले त्यससम्म पनि भन्नुभएको छ। यो कुरा हामीले गर्न आवश्यक ठानेका छौँ र त्यसै गरी यो मलेखु इराङ सोला भाँजा यो जुन भइरहेको सडकको बारेमा अब चिन्ता गर्नु परेन। हरकपुर माध्यमिक विद्यालयको थप भवन, अहिले भवनले अलि पुगेन भन्ने खालको कुरा आयो, थप भवनको लागि कुरा राख्नु भएको छ। यो कुरा पनि हामी ध्यान दिन्छौँ। मैले यी हतारमा हाम्रो भान्जा राजुले केही सडक आयोजनाहरू केही कार्यक्रमको बारेमा बताउँदै मैले केही टिपेको छु। यो अरू बाँकी कुराहरूलाई पनि हाम्रो यहाँको विकास निर्माणको बारेमा हामी ध्यान दिन्छौँ। अब यति बेला हामी निर्वाचनको माझमा छौँ, 21 गते चुनाव हुँदैछ। आज हामी यो कोण सभा गरिरहेछौँ। हाम्रो कोण सभामा 500 भन्दा बढी मान्छेहरू छन्। केही दिन अगाडि जुत्छौँ भन्ने पार्टी पनि आथे रे, उनीहरूको तलतिरबाट लिएर आएका मान्छे यहाँ समेत जोड्दाखेरि 30 जना जति थियो रे भन्ने सुनेको थिएँ होइन, 30 जना जति थियो रे भन्ने सुने। अब 30 जना मान्छे यहाँको र तलको समेत पनि जोड्दा 30 जना हुनेले अब यहाँको उपस्थिति हेर्दा कसले जित्छ यही घटनाक्रमले बताउन सक्छ। र मैले तपाईँहरूसँग भन्न चाहन्छु कि अघि शालिक कमरेडले पनि बताइसक्नु भएको छ, जसलाई भोट हालेर सिंहदरबार पठायो भोलिपल्टै संसद विघटनको प्रस्ताव ल्याउँदा खुरुक्क सही गर्नेलाई भोट किन हाल्नु पर्यो? किन चाहियो त्यो संसद? जिताएर पठायो, उहाँ गएपछि भत्काउने कुरामा चाहिँ सही गर्ने भनेपछि यस्तो केही अर्थ छैन। एक थरी साथीहरू म त एमाले हुँ, सूर्य चिन्ह छोड्न मन छैन भन्ने खालको कुरा गरेर मैले सुन्छु। त्यो सूर्य चिन्ह चिनाउन आउने मान्छे राजेन्द्र पाण्डे हो, अरू कोही होइन। त्यो हिजोको एमाले पार्टी बनाउने नै राजेन्द्र पाण्डे हो। राजेन्द्र पाण्डेले यो पार्टी अब काम छैन, यसले जनताको सेवा गर्न सक्दैन। यो पार्टीका नेताहरू राष्ट्रको पक्षमा पनि छैनन्, गरिब भोका नाङ्गा जनताको पक्षमा पनि छैनन्। यसलाई भोट दिएर ठुलो बनाउनु भनेको यो आफैमाथि हमला गर्नु जस्तै हो। त्यस कारणले अब काम छैन भन्ने भएपछि राजेन्द्र पाण्डेले त्यो पार्टीसँग विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी कलम चिन्ह लिएर तपाईँहरूको माझमा आएको थियो। अब मैले केही मान्छेले भनेका छन् सूर्य त छोड्न सकिन्न, म चिनाउने मान्छेले छोडेर हिँडिसक्यो, तपाईँ चाहिँ के अँगालो हालेर बसेर केलाई अँगालो हाल्यो? म चिनाइदिने मान्छेलाई काम लागेन भनिसकेँ, तपाईँहरूको मुख्य नेतै मै थियो। त मैले भने यो काम छैन अब भनिसकेपछि अब तपाईँहरू चाहिँ के को अँगालो हालिरह। त्यसैले निर्धक्कसँग यो तारा चिन्ह भएको नेपाली कम्युनिस्ट पार्टीमा लाग्नुहोस्, यसलाई बलियो बनाउनुहोस्। यो सिङ्गो देशलाई नेतृत्व गर्न सक्ने पार्टी हो, क्रान्तिकारी होस भएको, क्रान्तिकारी विचार भएको, क्रान्तिकारी कार्यक्रम भएको पार्टी हो। त्यस हुनाले यसलाई मद्दत गर्नुहोस्। म तपाईँहरूसँग यही कुरा राख्न चाहन्छु। यति मात्र होइन म तपाईँहरूसँग भन्न चाहन्छु कि यति बेला एक थरी मान्छेहरू हामी नयाँ भन्ने खालका कुरा लिएर आछन्। के हो नयाँ भने के? मैले अब त नयाँमा हाल्ने भनेर एकजना किसानले मलाई बताउनु भयो बाटामा। ल ठिक छ, नयाँमै हाल्नुहोस्। उखु खाँदा दिक्क लाग्यो, नमिठो भयो भनेर जानी बिख पिउनु भयो भने त मरिहाल्छ नि।
बिख पिउनु जतै हो नयाँ भने। अहिले यो जाल जेलको कुरा छ, केही छैन। तपाईँको घर अगाडि सिमलीको बोटमा एउटा पहेँलो लहरा हुन्छ, त्यसलाई आकाश बेली भन्छन्, त्यसको जरासरा कहीँ हुँदैन। त्यस्तै जरा नभएको आकाश बेलीलाई हेरेर अहिले भोट हालेर हामी भोट खेर फ्याँक्ने? त्यसो हुनाले राम्रोसँग याद गर्नुहोस्, राम्रोसँग याद गर्नुहोस्, जुन नयाँ भनेर आछन् तिनको काम गाली गर्ने मात्रै हो। गाली गर्ने, पुराना पार्टी ठिक छैनन् भन्ने मात्रै हो, जसको कार्यक्रम छैन, कुनै योजना छैन, पुग्ने लक्ष्य छैन, गन्तव्य छैन, अनि त्यो नयाँ भनेर के हुन्छ? हामीसँग त कार्यक्रम छ, जनताको हितको निम्ति काम गर्ने, कृषकहरूको हितको निम्ति काम गर्ने, गाउँ गाउँका विकासका कार्यक्रमहरू गर्ने, यो सबै कुरा हाम्रो लक्ष्य हो। हामी गरिरहेछौँ, हिजो पनि गरेका छौँ, आज पनि गर्छौँ, भोलि पनि गर्छौँ। हामी निर्वाचन जित्दा पनि गर्छौँ, निर्वाचन नजित्दा पनि गर्छौँ, सधैँभरि जनताको माझमा छौँ। निर्वाचन हारे भोलिपल्ट बत्तिएर जर्मनी पुग्ने उम्मेदवार त हामी होइनौँ होला जस्तो लाग्छ मलाई। त्यसो हुनाले यतातिर तपाईँहरूको ध्यान पुगोस् र अहिले भ्रमवश वल्लो पल्लो घरमा झगडा पर्यो, रिस उठ्यो, राजु मगर वडा अध्यक्षसँग रिस उठ्यो, अनि रिस उठेपछि म चाहिँ त्यता होइन, म चाहिँ तारामा होइन, म अन्तै लाग्ने भन्ने टाइपको यो खालको व्यवहार हामी कसैले पनि नगरौँ। हाम्रो ठाउँमा विकास भइरहेछ, हाम्रो पालिकाको अध्यक्ष, हाम्रो वार्ड अध्यक्षहरू जनताको सेवामा लागिरहनु भएको छ, प्रयत्न गर्नुभएको छ, जनताको हितको निम्ति ठुला ठुला कार्यक्रम बनाउनु भएको छ। उहाँहरूका कुरा सुनौँ, उहाँहरूलाई सहयोग गरौँ र यो अहिलेको हाम्रो चुनावी अभियानलाई सफल बनाऊ। म तपाईँहरूसँग यति कुरा राख्न चाहन्छु। आजै हामी यहाँबाट फेरि लामीडाँडा हुँदै स्यादुल पुगेर स्यादुलको पनि कार्यक्रम सम्पन्न गरेर हामी भोलि बिहान सबेरै हामी बिदाङ पुग्नुपर्ने कार्यक्रम छ। हामी यो अभियानमा छौँ। आजसम्म आइपुग्दा हामी यस्तो 3 दिन भयो, हामी यस्तो 3 दिन हो। एक दिन हामीले 16 किलोमिटर लामो जुलुस गऱ्यौँ, बेलखोदेखि मलेखु माछा बजारसम्म घर दैलो कार्यक्रम गर्दै हिँड्यौँ। अस्ति हिजो हामी सिद्धलेको 5 नम्बर, 6 नम्बर र 7 नम्बर 3टा वडाका गाउँ गाउँ घुम्यौँ। धेरैवटा गुरुङ गाउँ, घले गाउँ, विभिन्न नेवार गाउँ, अनेकौँ गाउँहरू घुम्यौँ। सारा जनतालाई गाउँमा भेटेर हामीले हाम्रो कुराहरू बतायौँ। घर दैलो कार्यक्रम असाध्यै राम्रो भयो। आज बिहान हामी बेनीघाट बजारमा उभिएर घर दैलो कार्यक्रम गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। आजै हाम्रो स्यादुलसम्म पुगेर यो आजको कार्यक्रमलाई हामीले टुङ्ग्याउनु सम्पन्न गर्नुपर्नेछ। त्यसैले म तपाईँहरूसँग यो अभियानपछि, निर्वाचनपछि पनि फेरि तपाईँहरूको माझमा विजय यात्रा गर्दै तपाईँहरूको माझमा आउने प्रतिबद्धता व्यक्त गर्दै राजुजीले राख्नुभएका सारा मागहरूलाई काम गर्ने, सम्पन्न गर्ने, पुरा गर्ने लक्ष्य लिएर तपाईँहरूको माझमा राख्दै म अहिले मेरा भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। हस् त, धन्यवाद, लाल सलाम। म तपाईँहरूसँग 2टा नारा लाउँछु। नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद। भोट केमा तारामा, भोट केमा तारामा, भोट केमा तारामा। हस्त कमरेडहरू, लाल सलाम। बाक्सा भरि खोतल्दाखेरि, बाक्सा भरि हामीले यो 4 नम्बर वडाको बाक्सा सिँगै एक्लै गन्छौँ। त्यो बाक्सा भरि ताराको चाङ देखेपछि अरू उम्मेदवारहरू बेहोस भएर ढलुन्। लौ त, हस्, लाल सलाम। हस्, धन्यवाद छ आदरणीय राय